बल्ल केटीहरूलाई मन पर्ने भिडियो आएछ। अनि केटीहरूले मात्र कति पोको देखाउँछ, बल्ल भाइले पनि पोको देखायो। ठुलो पोका दामी रहेछ। अनि यो त केही हैन गाइज, केटीहरूको अरु कमेन्ट्स पढ्यो भने त झन् पागल नै गराउँछ। 101 छन्। सो गाइज आजको भिडियो यस्तो बवाल हुनेवाला छ कि के भन्नु र। डोना थापादेखि लिएर ज्योति मगर, नेपाली र्यापर्स रे डान्सर्स के हो के नमुनै नमुना सबको एउटा कमेन्ट्स पढ्ने छ है त। बी रेडी, लेट्स गो। सबर गरो। कसम टिकटकमा भाइरल हुनलाई गीत नै चाहिदैन। यो भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्स पढ्ने है त। ओके कमेन्ट्स पढौँ है त। अब गीत चाहिँ हामीले गाइदिने होला है। व्यापार नभएर खुस्कियो जस्तो छ। यसलाई भन्छ साथी न सङ्गी एक्लै रङ्गी चङ्गी। म जस्तै हुनु हुँदो रहेछ केही न केहीको। अल्तिर पल्तिरकोले देख्छन् कि भनेर डराएको बुढा गुल्मीसम्म आयो भिडियो। निकै मार्मिक गीतमा नाच्नु भयो अङ्कल। मुटु नै फुट्ला जस्तो शब्दले मन छोएर। नेपालले हात्तीलाई कतार पठाएपछिको यो ब्रोको र्याप सुन्नुस् अनि फन्नी कमेन्ट्स पढौँला। हात्ती लगेको कतार लगेको हात्ती सरकार। ओइ सरकार सुन, कान खोली सुन। ओइ सरकार होस गर। ओइ सरकार हात्ती कतार नेपाल गिराइदो खारीमा हे बालबोर खारीमा नेपाल फड्का। ओइ सरकार नेपाल सरकार होस गर याद राख। कडा आयो त। कमेन्ट्स पढौँ है त। एकछिन म क्याल्कुलेटर लिएर आउँछु अनि सबै शब्द जोडेर सुनौँ है त। भयो यार पुग्यो। यो र्याप हो कि सरकारलाई धम्की? घरमा रिसाएर बसेको फेरि अर्कोले हाँस उठायो। यो भाइको र्याप अनि मेरो जिन्दगी उस्ता उस्तै छ। यो ब्रोले हात्ती भन्नसम्म त हात्ती कतारदेखि रिटर्न नेपाल पुग्छ होला। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। सुन्दा कमेडी भयो नि, कुरा जायज छ यो भाइको। ये बड़ी अच्छी बात कही आप। एकछिन है म लुगा धोएर आउँछु। लु यस्तो डान्स आइसी केटीहरूको कमेन्ट्सको त लहरै लाग्यो। भिडियो हेर्नुस् अनि कमेन्ट्स पढ्ने। लु खत्रै दिनुभयो दाजुले। कमेन्ट्स पढौँ है त। अहिले आएर खुर्सानी दल दिन्छु अनि थाहा पाउला डाम्ना। खुर्सानी चाहिँ अकबरै लानु होला। लु तिम्रो पोकाले मलाई बेहोस गरायो। रिप्लाई हेर्नु न। मक्क पर्नु पर्दैन, हाइड्रोसिल भएको हो। दाजु भाइ नाच्दै हुनुहुन्छ। ए भौमान, गेडागुडीलाई मलजल गर्ने मुन्छे पनि देख्न पाए हुने। तुन्तुरे बाहिर निस्किन्छु भन्छ त। अङ्गुरको झुप्पा आई लभ यु चुप्पा। खै यस्तो भिडियो देख्दाखेरि त यस्तो जाडोमा समातेर लैजाउँ लाग्छ त मलाई त। मेरे को जाना पड़ेगा। होइन के होला त्यो तलको ठुलो पोका चाहिँ? रसियाले बनाएको नयाँ आधुनिक हात हतियार हुन सक्छ कि हजुर? ओहो यता दिदीलाई के चाहिँ भएको हो गाइज? भिडियो हेरेसी कमेन्ट्सतिर जाम्ला है त। तो चलिए शुरू करते हैं। बरु मेरो बुढा लैजाऊ दिदी। ए नानी फुट्ला कति साह्रो ठोकेको हो। मलाई त घरको भित्ता भत्केला भन्ने पिर पर्यो। तेरा बाबु ठास। ठोक्दा ठोक्दै बिचराहरूलाई चोट लाग्यो भने मुद्दा चल्ला है। क्या जोक मार। चुप कर बे कुत्ते। प्लिज डोन्ट वेस्ट फूड।
यो भिडियो त सबैले हेर्नु भइसक्यो होला खै के देखाउने कुरा हो हामी त कमेन्ट्स हेर्न आएको है त के गरे अहिले यी गर्यो भनेर खोलेर देखाइदिन्छु अनि थाहा हुन्छ खोलेर देखाए हेरौँ न के गरौँ नहेरेको म त कहाँ गयो तिम्रो फोन कहाँ गयो बस बस न सुत यहाँ सुत ल बस सुत यहाँ सुत तिमी यहीँ सुत आज त तिमी यहीँ सुत्छौ म त आउँदिनँ यहीँ सुत्छौ तिमी आज ओके कमेन्ट्स पढौँ है त भिडियोमा चाहिँ नखोल्नु है हामीले पनि देख्छौँ फेरि पहिला नै खोलेको हो कति खोल्ने डोना दाजु भाउजूले देखाउँदा हामीलाई पनि देखाऊ है अझ खोलेर देखाए हेरौँ न पो खोलेर देखाए हेरौँ न यो परिवार नै ठिक छैन हमारे यहाँ तू समझा ना काम कर अपना के गरे अहिले यी गर्यो भनेर खोलेर देखाइदिन्छु खोलेर देखाउँछ कि भनेर पुरै भिडियो हेरे लु ज्योति मगरको आइकोनिक लरबर पनि हेर्दिम अनि कमेन्ट्स पढ्ने है त ये कर लो पहले लु कमेन्ट्स पढौँ है त एमालेको खेलौना यतिको सांस्कृतिक महोत्सव भएपछि संस्कृति जोगिहाल्यो नि 15 वर्ष पहिले सल्यान महोत्सवमा यही गीत सुनेको थिएँ आज पनि यही गीत सुन्दैछु न स्वर न शब्द कल्चौरा हल्लाएर चलेको छ यार यस्तै नाचेर भिडियो बनाउँदा मलाई कम्ती ज्वरो आयो रिप्लाई हेर्नु नाच्ने ठाउँ सानो भयो होला नि अनि मञ्चको खम्बा ठुलो भयो कि कतै गीत गाएको नाचेको कसरत गरेको यता दाजुको डान्सको जति तारिफ गरे पनि कम छ भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त ओ भाई ये क्या है यही नहीं अङ्कलको डान्स कडा कमेन्ट्स पढौँ है त घाँटी त छैन त कि काटेर जोडेको हो नाच्न जानु भने आँगन पनि सिधा हुन्छ तर आँगनले नआट्ला जस्तो छ नाचेको कि थेरापी गरे हो दाजु मैं नहीं बताऊंगा दाइ त पुरै भाँचिन खोज्छन् त यार भात खाना आइज भनेको यहाँ नाचेर बसेछ तो गेम बजाना पड़े ननाच्नु नाचिसकेपछि यतिको चाहिँ नाच्नै पर्छ है नाच्न एक कट्ठा जग्गा चाहिने रहेछ यता दिदीको यो मार्मिक प्रस्तुति पनि हेरौँ अनि फन्नी कमेन्ट्स पढौँला है त गाइज मारो मुझे मारो ओके कमेन्ट्स पढौँ है त रिप्लाई हेर्नु न अझ त्यो अनुहार बटारेको हेर्नु न छ्या थोपडा न सोपडा प्रियङ्का चोपडा केटा हो यस्ता बुढी परे भने जिन्दगी स्वा हाम्रो घरको कालीपाडीको याद आयो अलक्षिणी बिचरा कति गाह्रो भार छ छिमेकी अङ्कलसँग सापाटी माग न त हैट यो ब्रोको र्याप सुन्ने कि ब्रोको कपाल हेर्ने हो त गाइस भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्स पढ्ने Let's go check on the mic र्यापर गेल जियो म त खेल्न जाँदैछु नि खेल अलिकति सबैजनालाई देखाउने छु नि अलिकति जन छैन जीवनमा अलिकति मान्छ म त अलिकति जेटा पाक्दा अलिकति सबै भए पनि खतरा अलिकति सबैलाई हानिन्छ नि कट्टा अनि शिवजी जस्तो मेरो कपाल अनि जट्टा छैन अलिकति कपाललाई लामो लामो अलिकति सबै मिलेर पक्रेर नुहाइदिनु न हौ प्लिज
जंगल जंगलमा नहिँड दाजु कालिज भनेर बन्दुकले हानेर मार्ला फुर्सत में निकल गाइज रियल बन्झ्याक्री यस्तो कलालाई लुकाएरै राखेको राम्रो फेरि इन्डियाले आफ्नो भनेर दाबी गर्ला मैं आपसे कुछ मांग सकता हूँ सास फेर नत्र फुत्केला सास अलिकति सबैजनालाई देखाउने छु नि अलिकति जन्जेल छैन जीवनमा अलिकति मान्छे म त अलिकति र्याप अलिकति ल र्याप त सुनियो अब यो भाइको मनै कटक्कै खाने लाइनहरु सुन्दिम अनि फन्नी कमेन्ट्स पढ्ने है त क्याप्सन बिहे गरम कि पदम बिहे गर्न हतारिएको छैन बाबा बिहे गर्न हतारिएको छैन बाबा रूपकी राम्री खोजेको छैन मनको मनकारी खोज्दैछु धनको धनी हेर्दैन व्यवहार राम्रो भइदिए पुग्छ ओके कमेन्ट्स पढम है त बिहे गर्न हतारिएको छैन बाबा कोही केटीले हेरेको छैन बाबा पदम हजुर पदम भाइ पद्न भन्दा पाद्न सजिलो त्यही भएर पाद्देऊ क्या बात है सर हतार गरे कतार पुग्छस् भाइ पद है मनको मनकारी खोज्दैछु पढ़ाई लिखाई में ध्यान लगाओ लेकिन नहीं गाइज यो कविता कथा शायरी गजल के हो भन्देऊ त कसैले अलि बुझ्न गाह्रो भयो मलाई निबन्ध हो रूपकी राम्री खोजेको छैन मनको मनकारी खोज्दैछु धन तिमी नबोला यार भाइ प्लिज अनि गाइज भिडियो इन्जोय गर्नुभयो त लाइक गरौँ है त सबैले यस्तै यस्तै अरू भिडियो फेरि आउँदै गर्छ अनि कुन भिडियोको कमेन्ट सबैभन्दा फन्नी लाग्यो कमेन्ट गर्नु होला द्याट्स इट फर टुडे गाइज अर्को भिडियोमा भेटौँला टिल देन किप इन्जोइङ किप लभिङ थ्यांक यू बाइ